नमस्कार यहाँहरू सम्पूर्णमा आउनुहोस् हामीहरूसँगै विन्टरको सिजनमा माथिल्लो मनाङ एक्सप्लोर गरौँ है त। यो चाहिँ स्वर्गदरी भन्ने ठाउँ हो। एकदमै ठुलो चट्टान रहेको छ, एकदमै राम्रो भ्यू पनि देखिरहेको छ। यहाँबाट चाहिँ अझै बाहिरबाट भिडियो लिन पाएको भए चाहिँ एकदमै राम्रो देखिन्थ्यो। अहिले चाहिँ अब पिसाङ गाउँलाई छोडेर हामी चाहिँ अगाडितर्फ लागिरहेको छौँ। हेर्नु है त, एकदमै राम्रो भ्यू, गाडीबाट छेउछेउमा रुखहरू, बिचमा रोड, एकदमै राम्रो, एकदमै ब्युटिफुल। अनि हामी चाहिँ लाग्यौँ अगाडितर्फ, वेलकम टु मनाङको बोर्ड। वाउ। अनि त्यसपछि हामी गाडीबाट झरेर एकछिन भिडियो बनायौँ। एकदमै राम्रो भ्यू देखिरहेको छ यहाँबाट। अब चाहिँ हामी गाडीबाट झरेर चाहिँ गङ्गापूर्ण लेकतर्फ लाग्यौँ है त, यो पुलको माध्यमद्वारा। अनि पारिबाट मनाङ गाउँको भ्यू एकदमै बवाल देखिरहेको छ साथीहरू। अब चाहिँ हामी फाइनली गङ्गापूर्ण लेक आइपुग्यौँ। अब हामी केही समय फोटो र भिडियोहरू खिच्छौँ है त। अझै नजिकबाट हेर्नु है त गङ्गापूर्ण लेक। चिसो विन्टरको सिजन भएको कारणले गर्दाखेरि चाहिँ ताल चाहिँ पुरा जमेको थियो होइन। अनि यस्तो जुम गरेर हेर्दाखेरि चाहिँ एकदमै बवाल भ्यू देखिरहेको थियो। अनि म चाहिँ जमेको आइसमाथि एकछिन यसो हिँडेर भिडियो त बनाउनै पर्यो साथीहरू, यति टाढा आइसकेपछि होइन त। हेर्नुहोस् साथीहरू, जमेको आइसमाथि टेक्नुको नतिजा यस्तो। आइस चाहिँ तल गढेपछि चाहिँ यस्तो भएको। आमा र छोराको लास्टमा मेरो जुत्ताको हालत पनि यस्तो खराब भयो। एकदम स्याड एन्ड फनी पार्ट चाहिँ यो लाग्यो हाम्रो यो सर्ट ट्रिपको चाहिँ। अनि फेरि हेर्नु चाहिँ यहाँबाट एकदमै राम्रो भ्यू। फर्किने बेला खिचेकै यो चाहिँ एकदमै बवाल थियो। हजुरहरू पनि टाइम मिल्छ भने घुम्न आउनु होला। यतै माथिसम्म गाडी आउँछ, हिँड्नु पर्दैन तपाईँहरूलाई। यो चाहिँ हामी गङ्गापूर्ण लेकबाट फर्किसकेपछि चाहिँ ब्लु लेक पनि अवलोकन गरौँ न भनेर त्यहाँ पनि पुगेको थियो। एकदमै बवाल देखिरहेको थियो साथीहरू। आकाश र तालको कलर चाहिँ एउटै, एकदम बवाल। अनि तालभन्दा पछाडिको भ्यू पनि एकदम बवाल थियो साथीहरू। अब चाहिँ हामी फर्केकोला साथीहरू। आजको दिन एकदमै रमाइलो अनि एकदमै स्मरणीय भयो। हजुरहरू पनि घुम्नु होला यस्तो टाइम मिलाएर। बाई।